हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। कोही नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म लाग्दैछु आफ्नो कामतिर। काम भन्दाखेरि उताहरूको काम चाहिँ आज छुट्टी लिएर आज चाहिँ मेरो अफिसियली काम छ भन्दा पनि डकुमेन्ट्सहरूको काम छ। अनि त्यसमा चाहिँ हामी दुईजना लाग्दैछौँ। यहाँ हेर्नु, हेलो भन्नु। चाहिँ हामी जाँदै गर्छौँ, जहाँसँगै जाऊँ है त हजुरहरूसँगै म देखाउँछु ल। अनि आजको वेदर चाहिँ एकदमै चिसो छ। हिजोसम्म चाहिँ हिजो त पानी पऱ्यो, काम देखाएको यस्तो पानी परेर। अनि आज चाहिँ एकदमै चिसो छ, शीतल छ। गर्मी चाहिँ छैन, किन त समर हो, र पनि गर्मी चाहिँ छैन। धेरै पछाडि पानी परेको हो नि त। हरियाली कस्तो राम्रो छ हेर्नु त। अहिले चाहिँ हामी लाग्दैछौँ ट्रेन स्टेसनतिर जाँदैछौँ। ट्रेन चाहिँ 8:55को छ। 8:55को जाने नि हामी, 8:55को छ। अनि हामी चाहिँ अहिले ट्रेन स्टेसनतिर लाग्दैछौँ है साथीहरू। यहाँनिर चाहिँ पार्क छ। हाम्रो उताको बाटो आउँछ नि त, हाम्रो यताको बाटो आएको। अनि हामी चाहिँ लाग्यौँ। मैले चाहिँ के खाएको भन्नुहुन्छ होला, अन्त अस्ति नेपालदेखि ल्याएको छुर्पी खाएको। छुर्पी खाँदै लागेको। यहाँ चाहिँ छ दिनो। हामी कहिलेकाहीँ यहाँ पनि आउँछौँ सामान किन्नको लागि भनेर। तर कहिले काहीँ मात्रै हो। अरू त चामल लाने हामीले भात खानुपर्ने हुन्छ नि त साथीहरू। अनि चामल सिधेको बेला चाहिँ यहाँनिर हुन्छ के प्रायः, त्यही भएर आउँछौँ। आज चाहिँ हाम्रो चाहिँ 10 बजेको छ त्यहाँनिर बोलाएको अपोइन्टमेन्ट। अनि त्यहाँको काम सकेर हामी पहिला बसेको होइन, नेपालदेखि आउने बित्तिकै हामी चाहिँ सुरुमा आएको ठाउँमा जान्छौँ होला। हेरौँ अब के हुन्छ भरे, टाइम थियो भने। अनि यहाँ चाहिँ सुनसान छ क्या आज, किन होला। हामी चाहिँ ट्रेन स्टेसन पुग्न लाग्यौँ। ट्रेन आएको छ कि छैन, तर यहाँ अहिले 8:24 मात्रै हुँदैछ। खासमा चाहिँ 8:55मा हो जानुपर्ने चाहिँ। तर खै अब ट्रेन आएको छ जस्तो चाहिँ लागेको छैन। अनि ट्रेन अहिलेसम्म कुर्नुपर्ने होला क्या, मलाई जस्तै लागिरहेको। आएको रहेनछ ट्रेन। हेर्नु न साथीहरू, ट्रेन त आएकै रहेनछ। अनि आउँछ ट्रेन त आएकै रहेनछ। अब हामीले के गर्ने? अब हामी चाहिँ टिकटक त बनाएर बस्ने होला एकछिन। मान्छे नि आएको रहेनछ। अहिले आएपछि देखाउँछु है त साथीहरू। आजको आउटफिट अफ द डे चाहिँ मेरो यस्तो हुन्छ, यो देखाउनु त। यहाँ गएर खिचेछ भन्नुहुन्छ होला, हेर्न सक्नुहुन्छ। हेलो, यो चाहिँ मेरो रहेको छ, यो चाहिँ उसको रहेको छ। उसले चाहिँ केही बोकेको छैन, मैले चाहिँ डकुमेन्ट्सहरू चाहिँ झोलामा बोकेको छु। अब चाहिँ हामी एकछिन टिकटक भिडियो बनाउँछौँ अनि आउँछौँ ल, ट्रेन आएपछि है साथीहरू। हेर्नु सक्नुहुन्छ सिस्नो फुलेर पोल्यान्डमा। यो नेपालमा भएको भए दाल जस्तै पकाएर कति खान्थ्यो होला हाम्रो चाहिँ। तर यहाँको सिस्नो चाहिँ मैले चाहिँ खाएको छैन है साथीहरू। को चाहिँ टिकटक बनाएर हैरान्छ। ट्रेन आयो साथीहरू। अब चाहिँ हामी जान्छौँ। हामी चाहिँ टिकट काट्यौँ। टिकट काटेर
हेलो गाइस, हामी चाहिँ अहिले अर्को ठाउँ झऱ्यौँ अनि ट्रेनदेखि झरेपछि चाहिँ हामी छिटो छिटो हिँडिरहेछौँ। यता चाहिँ घाम लागिरहेको रहेछ। शीतल थियो पानी परेर अन्त घाम लागिरहेको छ नि त। फुलहरू कस्तो राम्रो फुलिरहेको छ। हामी अरू बेला चाहिँ यता निस्किन्थ्यौँ, अहिले चाहिँ हामी तल्लोमा झऱ्यौँ। अन्त चाहिँ छिटो छिटो गरेर जानुपर्ने हुन्छ हामी, किनभने 10 बजे हो नि त त्यहाँ पुग्नुपर्ने। अनि हामीलाई चाहिँ एकदमै ढिलो भइसक्यो। वेदर एकदमै दामी छ। पनि अलिअलि हामीलाई चाहिँ जाडो जाडो खालको थियो। अहिले चाहिँ घाम लागिरहेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ पुलिसको गाडी हो, माछा पुलिसले लैजाला। कस्तो दामी वेदर हो नि। सक्नुहुन्छ साथीहरू। के भन्छ केएफसी हो, केएफसी पाउँछ भरेर खाने हो। पानी हेर्नु न, पानी। हामी यतैदेखि जाऊँ न। त्यहाँ छ होइन, उताले देख्यो जस्तो लाग्छ। अब हामी छिटो छिटो जानुपर्ने हुन्छ। अहिले पुग्ने गरी पुग्ने बेला भएपछि देखाउँछ है साथीहरू तपाईँहरू। किनभने ढिलो भइसक्यो, ट्रेन ढिलो चल्यो नि त। ट्रेन ढिलो हिँड्यो, त्यही भएर अहिले पुगेपछि देखाउँछ है पुग्ने बेलामा साथीहरू। यहाँ कुद्नुपर्ने हुन्छ फेरि ज्याउ लाग्छ। हामीसँग चाहिँ टाइम नभएर एकदमै छिटो छिटो हिँडिरहेको छौँ। किनभने 10 बज्नै लागिसक्यो। 10 बजी जानुपर्ने। ल यहाँ त सयपत्री फुल पनि रहेछ। देख्न सक्नुहुन्छ अर्काको कुकुर। कुकुर त भन्नु मिल्दैन होला, के भन्छ यसलाई, स्याल जस्तै छ। हेलो साथीहरू, हामी चाहिँ आइपुग्न लाग्यो हाम्रो अफिसतिर। कस्तो स्पिडले कुदेर आएको कि पुरै नगरौँ। देख्न सक्नुहुन्छ के को मेला हो यो। मेला नि लागिरहेछ त यहाँ। बुकहरूको हुनसक्छ। अब चाहिँ हामी पुग्न लाग्यौँ। अनि यहाँतिर चाहिँ यस्तो राम्रो राम्रो सजाउने क्या फुलहरू। केही अस्ति त यहाँ थिएन है, अहिले त यहाँ राखेछ। के यो म्युजियम पो रहेछ त। म्युजियम रहेछ। यो त अन्य बनाउँदैछ। हतार गरेर राख्छु। यहाँको चाहिँ भर्खर भइरहेको रहेछ। ओपनिङ भइरहेको छ, क्लिन भइरहेको छ। अनि हामी लाग्छौँ। हामी चाहिँ पुग्यौँ। आज के रहेछ बच्चाहरूको, यस्तो रहेछ क्या बच्चाहरूको। हजुर, हामीले पुग्ने ठाउँमा चाहिँ हामी पुग्यौँ साथीहरू। अब चाहिँ यहाँ खिच्न पाइन्न होला। हामी चाहिँ यहाँ आएको हो कि, अब यहाँ खिच्न पाइन्न होला। पछि निस्केपछि म देखाउँछु है त। ल है साथीहरू, हामी चाहिँ काम सकेर निस्क्यौँ। अब चाहिँ हामी चाहिँ जान्छौँ हामी पुरानो बसेको ठाउँमा। पुरानो बसेको म नेपालको जाने बित्तिकै म त्यहाँनिर आएको थिएँ। अनि त्यो ठाउँमा जाने कि कति पछि, त्यो भनेको 2021 हो, 21 होइन 22 मा
अहिले चाहिँ हामी त्यहाँनिर जाने भनेर यहाँनिर बोलाएको ऊ चाहिँ बोलाइरहेको छ अनि हामी त्यहाँ जान्छौँ अनि अहिले गएपछि त्यहाँ पुगेपछि देखाउँछु है तपाईँहरूलाई पनि ल हाम्रो ट्याक्सी चाहिँ आइसकेको छ अनि त्यहाँनिर चाहिँ रोक्नु दिँदैन रहेछ नि त अनि अहिले चाहिँ हामी ट्याक्सी भएको तर्फ लाग्दैछौँ हाम्रो ट्याक्सी चाहिँ ए हो यो 308 छैन त छैन त नम्बर त मिलेन त Applicacja złapała, nie? के भनेर हाँसेको भाषा चाहिँ बुझिँदैन साथीहरू अनि म हाँस्यो अनि मलाई नै हाँस उठ्यो अब चाहिँ हामी लाग्छौँ हाम्रो बाटोतिर हेर्न सक्नुहुन्छ बाहिरको नजारा यस्तो छ हाम्रो साथीहरू गाडीदेखि निस्किसक्यौँ ला यहाँनिर त खिच्नु पाइँदैन क्या हो हेर्न सक्नुहुन्छ साथीहरू हामी बसेको ठाउँ पहिलाको यस्तो थियो त्यो गाडी आइरहेको रहेछ कहाँ जाने हो मार्छ होला हौ हामीलाई त गाडी पर हेर्नु न अटो काटिदिउँ कराउँछ होला यहाँ त परिवर्तन भयो कि क्या हो त्यो चर्चमा कसरी जान सकिन्छ आउनु न बाटो आउनु यता हामी चाहिँ यो चर्चमा चाहिँ साथीहरू चाहिँ आउँथ्यो क्या कहिले कहिले साथीहरू चाहिँ भन्नुहुन्छ भने को समीक्षा मनिषा हेरिरहेको छौ होला तिमीहरूले पनि मलाई जहाँसम्म लाग्छ गाडी पो छ त हामी गलत वेमा आएछौँ उपर गाडी आयो हामी चाहिँ जान्छौँ चर्च भएको ठाउँतिर नजारा यस्तो छ है गाडीहरू सुबेर छैन उबेर छ भन्नु यहाँ हिँड्नु त मिल्दो रहेछ त नै गाडी आउँछ भनेर नि मार्छ होला कहाँ यस्तो भइसकेछ यहाँको त्यो ठुलो पुल थियो जस्तो लागेको थियो कहाँ गयो त्यो फोटो खिचेको ठाउँहरू यस्तो भएछ है साथीहरू हेर है यहाँ थुप्रैजना हुनुहुन्थ्यो हामी यहाँ बस्दाखेरि दिनेश दाई सन्तोष दाई उहाँ परदेखि पर हो सन्तोष दाई समीक्षाले त यो भिडियो हेर्छ कि हेर्दैन थाहा भएन मनसाले चाहिँ पक्कै हेर्छ होला मनसा हेर यहाँतिर अनि त्यसपछि आयो को थुप्रैजना थियौँ क्या अब त्यो बेला हामी कस्तो रमाइलो गर्थ्यौँ हामी यो त्यो बेला चाहिँ हामी भर्खर नेपालदेखि हामी आएको नि त ऊ यहाँ रहेछ हौ ए यहाँ पो हो कि कहाँ हामीले भिडियो फोटो खिचेको मैले नै बिर्सिसकेँ अब के भन्नु र चर्च भएकोतिर चाहिँ जाऊँ न गाडी जाओस् अनि है कस्तो जाडो छ त हौ मान्छे लाग्नु यहाँदेखि चाहिँ हामी बसेको होस्टेलसम्म पुग्नु सजिलो हुन्छ क्या त्यो यो बुझ्यो जस्तो लाग्यो तर यो त होइन रहेछ किनभने उतादेखि घुम्नु पर्ने हुन्थ्यो अनि अहिले चाहिँ हामी लाग्दै छ्या मलाई थाहा छ मलाई पछि आयो त भइहाल्यो त अनि यहाँनिर हुँदाखेरि चाहिँ मैले चाहिँ साइकलमा काम गर्थेँ ऊ पनि गएको थियो 1-2 दिन चाहिँ तर म चाहिँ साइकलमा काम गर्थेँ उनीहरू चाहिँ गेस्ट टाइम भन्ने कम्पनीमा काम गर्थ्यो त्यो चाहिँ गाडीहरू केहरू बनाउने मान्छेलाई कतादेखि कता पुगिन्छ हामीले यो ठाउँलाई छोडेर यो ठाउँ चाहिँ म नेपालदेखि आउँदैको उनीहरू चाहिँ अगाडि नै आइसक्नु भएको थियो अनि यो चाहिँ म समीक्षा मनिषा अनि मन्जु दिदी हुनुहुन्थ्यो 4 जना थियौँ 4 जना चाहिँ नेपालदेखि डाइरेक्ट यहाँ आएको हो क्या अनि त्यसपछि मैले काम गरेँ के अरे हात पनि गयो
साइकल कम्पनीमा त्यो चाइनिज भएको साइकलहरू बनाउनु पर्थ्यो अनि पैसा अब त्यो बेला 2022 को कुरा हो अनि अहिले कति भइसक्यो 26 भइसक्यो अनि एकछिन म साथीहरूलाई आफ्नो कहानी सुनाउँदैछु अनि त्यसपछि त्यही बेला चाहिँ पैसाको रेट चाहिँ पोल्यान्डमा कति 16 रुपियाँले दिन्थ्यो अनि पैसाको रेट नेपालमा पठाउनु पर्यो भने चाहिँ कति थियो भने 25 रुपियाँ थियो क्या 25 रुपियाँ थियो अनि गाह्रो थियो सर्भाइभ जिन्दगी जीवनयापन गर्न एकदमै गाह्रो थियो क्या अनि त्यही माथि मेरो त घरि काम हुन्थ्यो घरि काम हुन्थेन अनि कति खाएर बसिन्थ्यो अनि भर्खर नेपालदेखि आएको होइन ऋणहरू नथ्यो ऋण नै ऋण कस्तो गाह्रो हुन्थ्यो क्या त्यो बेला अहिले म यसो सम्झेर मलाई रिकल गर्नु मन लाग्यो यो ठाउँहरू साथीहरू त छैन कहाँ कहाँ पुग्यो तर मलाई चाहिँ अब म यहीँ रोसलोकमै अहिले म यो ठाउँ छोडेर कहाँ कहाँ गएँ म उज गएँ कालिज गएँ अनि खै 2-3 ठाउँ थुप्रै ठाउँ गएँ क्या अनि त्यो ठाउँहरू छोडेर अनि अहिले म रोसलोक भन्ने नै आएको छु नि त फेरि अनि यहीँनिर छ अनि अहिले चाहिँ मेरो यहाँ डकुमेन्टरी काम भन्दा पनि मेरो पहिलो टिआरसी चाहिँ सक्यो अनि त्यसपछि अर्को नयाँ एप्लाई गर्नुको लागि भनेर म आएको हो कि अनि त्यही भएर यहाँ नजिकै छ अनि त्यही भएर म चाहिँ यहाँनिर यसो भ्रमण गरौँ भनेर आएको हो अनि मलाई कस्तो त्यो पुरानो दिनहरू रिकल भयो क्या अनि यहाँ रहेको छ जाप्का यो जाप्कामा चाहिँ हामी जहिले आउँथ्यौँ सुमन दाई हुनुहुन्थ्यो सुमन दाईले हामीले के किनिदिनुहुन्थ्यो अनि हामी खान्थ्यौँ हामीलाई चाहिँ कम्पनीको गाडी लिन आउँदाखेरि चाहिँ क्या उही यहाँनिर स्टप गर्थ्यो क्या यो अगाडि अनि हामी जान्थ्यौँ अनि यहाँ पर बिद्रुङका छ यहाँदेखि परतिर बिद्रुङका छ अनि हामी जहिले त्यो बिद्रुङकामा सामानहरू बनाउँथ्यौँ तर अरू बेला के खानु मन लागेको बेलामा चाहिँ हामी यहाँ आउँथ्यौँ तर यहाँ चाहिँ अलिक धेरै महँगो भएको भएर खासै आउँथेनौँ यहाँ फोहोर फाल्ने ठाउँ छ अनि कस्तो लागिरहेछ तपाईँलाई पुरानो ठाउँमा आउँदा ठिकै मात्रै यस्तो पनि हुँदो रहेछ म त कस्तो एक्साइटेड भयो त हामी यो जाफामा कति आइरहेको थियौँ नि त्यहाँ चाहिँ सुमन दाइलाई चाहिँ हामीले चाहिँ के किनिदिइराख्नु हुन्थ्यो यहाँ बोट बिरुवाहरू पनि अलिक बाक्लै भएछ ठुल्ठुलो भइसकेछ बोट बिरुवाहरू पनि अहिले सानो सानो थियो नि त यहाँनिर अहिले हामी बसेको ठाउँमा को बस्छ होला भन्छु यहाँनिर गाडी लिनु आउँथ्यो मान्छेलाई कतादेखि कता पुऱ्याउँदो रहेछ यो घर चाहिँ हामी बसेको घर हो क्या यो बसेको अहिले चाहिँ माटो होला खिच्नु दिँदैन होला अनि त्यसपछि म माथि झ्यालदेखि हेर्थेँ यो यहाँ माथि हाम्रो किचन थियो है बत्ती पनि छ अहिले त को बसेको छ होला अनि यता आउँथ्यौँ क्या हामी यहाँ पार्कमा कतैले फोटो खिच्थ्यौँ अनि गर्मीको महिना थियो हामी के समरको कुरा आएको थियौँ जुन जुलाईतिर अनि यो डाँडामा जाऊँ न अनि यो डाँडामा आएर गफ लाएर के अरे दिनेश दाई सन्तोष दाई हामी गफ लाएर बस्थ्यौँ क्या यो डाँडामा आएर यो डाँडामा आएको एउटा भिडियो पनि छ कि लुगा फुलाएको छ क्या हो त्यो बेला पनि एउटा छ के पो गीत बिर्से छिती त पारे नि टाढा हो लै भन्ने एउटा भिडियो तपाईँहरूले पनि देख्नु सक्नुहुन्छ हो त्यो गीत छ हामी यो डाँडामा आएर यति बस्थ्यौँ त्यो बेला हाम्रो काम हुन्थेन अनि काम नहुँदाखेरि यो पार्कहरू त मैले सब फोटो खिचेर भ्याएको छु तर यहाँको पार्कहरू बिगारे छ नि यहाँ मासु पोली खाने ठाउँहरू थियो नि यहाँ मासु पोली खाने ठाउँहरू थियो यस्तो छ साथीहरू यहाँ बस्थ्यौँ हामी पहिला यो रुखको पर्थ्यो अहिले रुखहरू ठुल्ठुलो भइसकेछ यस्तो छ हामी यहाँ बसेर गफसफ गर्थ्यौँ काम नभएको बेला टेन्सन भएको बेला काम नहुँदा ऋण त्यस्तै अनि काम नहुनु त्यस्तै अनि साबुहरूले किचकिच गर्थ्यो पैसा पठाइदियो भनेर अनि आउने बित्तिकै त 1 महिना 2 महिनै काम नगरेको कस्तो टेन्सन थियो क्या त्यो बेला त
अनि यो पार्कहरूमा मैले धेरै फोटोहरू नै खिचेको छु। यस्तो भएछ यो ठाउँहरू। परतिर हामी जहिले हिँड्थ्यौँ, यस्तो भएछ साथीहरू आएर मलाई एकदमै खुसी लाग्यो। आफूलाई खुसी लाग्यो भनौँ न। ल यहाँ बस्छ है, एकछिनपछि देखाउँछु ल तपाईँहरूलाई। रमाइलो लाग्यो है साथीहरू। म त यो घर हेरेँ। हामी यहाँ यस्तो जङ्गल थियो त्यो बेला, तर यस्तो घना जङ्गल चाहिँ थिएन। अनि अब चाहिँ लाग्यो एकछिन बस्यौँ, गफसफ हान्यो। अनि अब चाहिँ हामी लाग्छौँ, हामी फोहोर बोकेर जहिले उपर आउँथ्यौँ क्या फोहोर फाल्नुलाई। अनि फोहोर फाल्दा हामी भित्रुङ्गा जान्थ्यौँ। अहिले त त्यहाँ भित्रुङ्गा छैन कि क्या हो? ए अनि परको भित्रुङ्गामा जान्थ्यौँ सामान किन्नलाई। अनि त्यहाँदेखि सामान ल्याउँथ्यौँ तिन बहिनी। यहाँनिर हामी चाहिँ त्यहाँ पर चाहिँ हामी समाचार बनाउँथ्यौँ क्या। त्यहाँ चाहिँ ग्राउन्ड छ हरियाली। अहिले त घारी भएछ क्या है, बच्चाहरू खेल्ने ठाउँ थियो, घारी भयो जस्तो लाग्यो। अनि यो चर्च देख्ने बित्तिकै अनि यहाँ चाहिँ हो फोहोर फाल्ने ठाउँ। यस्तो छ साथीहरू। पहिलाको रिकल भयो। म जहिले सम्झिन्छु कि फेरि हामी त्यो ठाउँमा पुगिन्छ कि पुगिँदैन भनेर। तर यसरी विदेशको ठाउँमा त यसरी पुगिन्छ, नेपालमा त पुगिन्छ होला नि। यो है पहिलो हामी भित्रुङ्गाको विदेशको अनुभव गरेको पसल उस्तै भित्रुङ्गा नै हो। केही थाहा थिएन त्यो बेला, सिक्काको अनुभव गरेको ठाउँ। अब नेपालमा भयो कहाँ 1 रुपियाँको के हुन्छ, यहाँनिर 1 पैसाको के हुन्छ? 1 पैसाको मतलब छैन नेपालमा होइन। 1 रुपियाँको त चक्लेट दिन्छ, सिक्का भन्ने हुँदैन। अब यहाँनिर 1 पैसाको उयो हुने ठाउँ। अनि मलाई यहाँ आएपछि पैसाको अनुभव आएको बेलादेखि पैसाको अनुभव गरेको। ल यहाँ त बाटो काट्ने ठाउँ आएछ। कहाँ मार्छ होला हौ, यहाँ त बाटो काट्दा नि क्यामेरा तेर्सायो भने चाहिँ कराउन सक्छ होइन। अनि यहाँनिर मेरो सामान किन्ने ठाउँ। अनि यहाँनिर चाहिँ हाम्रो चर्च। यहाँ केटीहरू आउँथ्यो कहिले कहिले चर्चमा। त्यो चाहिँ किन आएको साथीहरू थाहा छ? नेपालमा टन्नै ऋण लिनुहुन्छ नि त सबको। कहाँ यहाँ पैसा भएको भए त अब को विदेश आउँथ्यो होइन? ऋण बोकेर आएको हुन्छ। अनि त्यसपछि चाहिँ ऋण भएको बेलामा ऋण तिर्नुपर्ने हुन्छ। ऋण तिर्नुको साटो कामै नगरेर 2 महिना त होइन, 2 महिना त होइन, 1 महिना चाहिँ डल्लै बसेको हो कि। अनि कामै नगरेपछि मान्छे डिप्रेसन हुँदैन। त्यही भएर यो चर्चमा आउँथ्यो केटीहरू मनलाई आनन्दित शान्त गर्नुको लागि। जुनसुकै धर्म कर्म जेसुकै होस् मतलब भएन, तर चर्च आउने अनि त्यहाँको केहरू सुन्ने, आनन्द लिने, त्यस्तो हुन्छ क्या। अब अहिले साथीहरू कहाँ छ, त्यो दिदीहरू कहाँ छ, हामीसँगै बसेको मान्छेहरू कहाँ छ त्यो है? के गर्नु, मान्छेले कहाँदेखि कहाँ पुगिँदो रहेछ साथीहरू। अनि मेरो कम्पनी चाहिँ त्यो बेला यता जान्थ्यो क्या। कहाँ जाने हामी? हिँड्दै जाने। अनि मेरो साइकलको कम्पनी चाहिँ यता जान्थ्यो। त्यो बल्ल काम पाएको थियो। मलाई त पुरानो त्यो पहिलाको कुराहरू पुरै दिमागमा आयो अहिले त। ल है साथीहरू, अब चाहिँ हिँड्दै जानुपर्ने हुन्छ होइन। यो बाटोतिर यहाँतिर मैले भिडियो त कति खिचेको छु होला होइन। त्यो मेरो पुरानो भिडियोमा नि हेर्नु सक्नुहुन्छ। विदेशी भूमिमा के भनेर त्यस्तो लगाएको छु कि, त्यो गएर हेर्नु सक्नुहुन्छ। त्यो ग्याङ चाहिँ त्यति हो है, हाम्रो ग्याङ यति धेरै थियो कि। त्यो ग्याङहरू लिएर हामी कति हिँड्थ्यौँ यो बाटो है साथीहरू। अनि ल साथीहरू, अब चाहिँ हिँड्दै जानुपर्ने हुन्छ होइन। हिँड्दै चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ उसो अमिनले काम गरेको ठाउँमा जानु पऱ्यो अरे, उसलाई यसो हेर्नु पऱ्यो अरे, जङ्गल रेस्टुरेन्ट भन्ने ठाउँमा। अनि त हिँड्दै त्यहाँ जानु पऱ्यो। अनि हामी फेरि यहाँदेखि त्यो
अन्तखेरि हाम्रो चाहिँ नयाँ कम्पनी खोलेको थियो नि त दाइहरूले अनि त्यसपछि आधी चाहिँ नआँटेर आधी कामदार चाहिँ नआँटेर हामीलाई उता पल्लोमा नि राखेको थियो क्या आधी आधी अनि हामी चाहिँ यहाँनिर छोडेर उता पनि बसेको थियौँ अनि अहिले चाहिँ हामी जाँदैछौँ त्यो पल्लो होस्टेलमा अनि त्यहाँनिर चाहिँ लटेको सागहरू के केहरू पाउँथ्यो केटीहरूले मलाई जहिले पठाइदिन्थ्यो है लटेको साग ल अहिले त्यहीँ भेटौँला है साथीहरू ल एकछिन पछाडि हेर्नु साथीहरू तल चाहिँ ट्रेन कुद्छ ट्रेन पनि आइरहेछ उहाँ हेर्नु है अहिले यहाँ उपर आउँदैछ अनि माथि चाहिँ यहाँ रोड दामी ट्रेन आइरहेछ हेर्नु है यो ट्रेन चाहिँ फेरि सामान बोक्ने हो कति लामो छ भने यो कहिले सक्दैन यति लामो छ कि कति लामो छ वहाँ पर अघि उहाँको आयो क्या हो कति लामो लु म त अहिले खिचेर सक्दिनँ यो त को परसम्म छ उहाँ हेर्नु सक्नुहुन्छ उहाँ अनि रोड छ यस्तो उहाँ माथि तल ट्रेन माथि रोड अनि यता खाउनुहुन्छ सबिनजी अब चाहिँ यो चाहिँ यो सामान बोक्ने ट्रेन चाहिँ म अहिले खिचेर सक्दिनँ साथीहरू मैले तपाईँहरूलाई देखाउनु मात्रै खोजेको छ अझै लामो छ हेर्नु न बल्ल सक्यो मात्रै लाग्यो है लाग्यो म आफ्नो गन्तव्यतिर अहिले एकछिन पछाडि देखाउँछु ल पहिला चाहिँ हामी यत्रो ठुलो सिटीमा बसेको नि त अहिले चाहिँ यत्रो सानो गाउँमा बस्छौँ त्यही भएर नजारा हेर्न सक्नुहुन्छ साथीहरू साथीहरू यहाँ यहाँ पर चाहिँ उसले काम गर्थ्यो कि पहिला तर अहिले त्यो रेस्टुरेन्टै हटाएछ क्या त्यही भएर हामी फर्क्यौँ अब लाग्यौँ हामी आफ्नो गन्तव्यतिर म चाहिँ किन यसरी खिचेको छु मान्छेले मलाई हेरिरहेछ क्या त्यही भएर मलाई अप्ठ्यारो लागेर यहाँदेखि उता गयो भने चाहिँ बित्रुङ्गा जान्छ अनि यता चाहिँ बित्रुङ्गा यहाँदेखि बाटो काट्नु मिल्दैन होला त मार्छ है अनि यता चाहिँ हामी जान्थ्यौँ बित्रुङ्गादेखि सामान लगेर योहरू उसको कोरियन जस्तो घर चाहिँ फेरि आउनु न बाटो मार्छ हामीलाई अनि हामी जहिले डर पनि लाग्छ क्या यहाँनिर भिडियो खिच्नु पाउँदैन कि भनेर अनि हामी जहिले यता चामल 4 केजी 5 केजी चामल बोकेर जान्थ्यौँ जहिले अहिले अब यताको घरमा चाहिँ को छ को बस्छ होला जस्तो लाग्छ क्या यो घरहरू चाहिँ दामी दामी छ कहाँ यो कोरियनहरू जस्तो कोरियन घरहरू जस्तो छ छैन है हामी त आज त उता र यता घर देखाउँदै हेर्नु आएर कस्तो थाकेको जस्तो पो भयो पानी पर जस्तो पनि छ अब चाहिँ हामी यहाँको घरतिर जान्छौँ यहाँ चाहिँ घरमा को बस्छ थाहा भएन हौ यहाँतिर मैले कति फोटो खिचेको छु है त यो चर्च एउटा पनि छ क्या यहाँ दामी चर्च छ म यो चर्चमा पनि कति फोटो खिच्थेँ हौ मलाई किन त्यस्तो राम्रो लागेको हो तर यहाँतिर हाम्रो नेपालमा
मन्दिरहरू सजाएको जस्तो यहाँनिर चर्चहरू कस्तो सजाउँछ त्यही भएर पनि राम्रो भएको होला जस्तो लाग्छ मलाई के होला यो पहिला यो कलर थियो र पहिला त मलाई यो कलर थियो जस्तो लाग्यो अब हामी चाहिँ धेरै पछाडि आएर मैले त बिर्सी पनि सक्यो खासमा भन्नु पऱ्यो म घरदेखि निस्किँदाखेरि त अघि त एकदमै जाडो थियो त हौ अहिले त एउटा गर्मी पो छ त के धेरै हिँडेर होला चर्च हेर्नु त साथीहरू यही चर्च भनेको मैले यहाँनिर यो चर्चमा कति फोटो खिचेको छु पहिला देख्न सक्नुहुन्छ अब चाहिँ म त्यो हामी बसेको घर पुगेर घरमा चाहिँ जाँदिनँ मलाई बाहिरदेखि यसो देखाउँछु ल तपाईँहरू नजारा हामी चाहिँ साथीहरू हेर्नुहोस् हामी चाहिँ पुग्न लागि मार्छ होला कि अब चाहिँ घर चाहिँ म खिच्दिनँ होइन तर हामी पुग्यौँ ल हामीलाई भएर फेरि हल्का घर खिचेर गाली खाइयो भने त भएन नि त त्यही भएर मैले अब चाहिँ राखेँ यहाँतिर भिडियो खिच्थेँ मैले टिकटकको भिडियो अनि आनन्द आउँथ्यो यो ठाउँमा बस्नु नि मलाई भन्छु अहिले यसो सम्झेर ल्याउँदा आनन्द आउँथ्यो उनीहरू बल खेल्नु उहाँ जान्थ्यो घरमा चाहिँ कसै थाहा भएन यहाँ हो कि साथीहरू हामी बसेको तर मान्छे चाहिँ अहिले पनि छ जस्तो लाग्यो यहाँनिर हो यहाँभित्र जान्थ्यौँ अनि बस्थ्यौँ त्यसपछि चाहिँ हामीले यो ठाउँलाई छोड्यौँ अनि त्यसपछि चाहिँ लाग्यौँ हामी यहाँदेखि बाटो लागेको तर यहाँ बसिन्जेल यो कम्पनी मतलब यो एजेन्सीमा बसिन्जेल चाहिँ खासै हामी पैसा पनि राम्रो थिएन 16 रुपियाँले कति चाहिँ हुन्छ र होइन 16 रुपियाँले कति पनि हुँदैन काम पनि खासै राम्रो नचल्ने ठाउँहरू चाहिँ बस्नु चाहिँ सुनसान आनन्द खालको ठाउँ थियो क्या अनि हाम्रो पैसा राम्रो नभएर हामी चाहिँ गयौँ कि हाम्रो चाहिँ छोडिदिउँ कम्पनीले तर अहिले यसो यहाँ हेर्दाखेरि चाहिँ मान्छे बस्नु हुँदो रहेछ क्या नेपाली इन्डियनहरू केहरू बस्दो रहेछ आनन्दित भयो आएर पनि कस्तो र कति राम्रो राम्रो फुल फुलाएको हो यहाँतिर चाहिँ हाम्रोतिर चाहिँ हुँदैन त्यस्तो आनन्द भयो मनलाई आनन्दित सफा भयो कति वर्षपछि कति 22 23 24 25 26 अनि चाहिँ 4 वर्ष पछाडि यो ठाउँमा आउँदा एकदमै मनमा आनन्द भयो पनि यहाँनिर हामी कति अङ्गुरको झ्याङ छ क्या त्यहाँ तलतिर कति अङ्गुर खान्थ्यौँ अमिलै भने कति अङ्गुर खान्थ्यौँ अब चाहिँ हामी बोल्ट बुक गर्छौँ अनि बोल्ट बुक गरेर जान्छौँ ट्रेन स्टेसनतिर भोक पनि अब चाहिँ लाग्दै लाग्दै गयो क्या घरमा चाउचाउ भात अन्डा खाएर आएको अब चाहिँ मेरो हातै गल्यो अब चाहिँ छोड्दै गयो क्या अब हामी उता जान्छौँ अनि खान्छौँ के खान्छौँ अब त्यो खाएको पनि देखाउँछु होला अनि त्यसपछि हामी नेपाली मार्केट नै छिर्छौँ कि छिर्यौँ भने छिरिहाल्यौँ देखाइहाल्छु छिरिनँ भने हामी जान्छौँ घरतिर घर गएर फेरि खाना पकाउनु पर्ने छ अनि खाना पकाएर खाएर भोलि त काममा जानु पर्ने छ आज चाहिँ हाम्रो कामै गएनौँ के काम नगइकन डकुमेन्ट्सको काम त पहिला प्रायोरिटी दिनु पऱ्यो विदेशको ठाउँमा हेर्नुहोस् साथीहरू के गर्नु अनि त्यही भएर ल है साथीहरू अहिले उहाँ भेटौँ ल अब चाहिँ हामी यहाँ बोल बुक गर्नु पऱ्यो अनि त्यसपछि हामी लाग्दिन्छौँ उहाँ उता ट्रेन स्टेसनतिर अनि त्यहाँदेखि हामी कहाँ जाने डिसाइड गर्छौँ है त साथीहरू अहिले चाहिँ हामी बोट चढेर उहाँ पर आइसक्यौँ कि ट्रेन स्टेसनमा उस ट्रेन पनि जाँदैछ हेर्नु ट्रेन स्टेसनमा आयौँ होइन अनि त्यसपछि अब चाहिँ हामी नेपाली मार्केटमा जान्छौँ अनि केएफसी खान्छौँ भन्ने प्लान गऱ्यौँ अनि त्यसपछि चाहिँ हामी 1:45 तर्साउने ए यसरी यहाँ के भनिरहेको थियो अनि खसेको मासु लान्छौँ अनि त्यसपछि नेपाली मसलाहरू के वाइवाईहरू लानु पऱ्यो अनि त्यसपछि चाहिँ केएफसी खानु पऱ्यो केएफसी खानु मन लागेको छ धेरै भयो केएफसी नखाएको यहाँ त सनफ्लावर कस्तो राम्रो फुलिरहेको छ देख्नुभयो
त्यसपछि चाहिँ केएफसी खाएर 1:45को छ ट्रेन चाहिँ अहिले 12:30 भयो ए 12:30को पनि थियो कि तर यहाँ हामी चाहिँ मार्केट जाउँ भनेर क्या अनि यसको माथिनिर चाहिँ ट्रेनको छ हामी जाने पनि हेरिरहेको छौँ अनि त्यसपछि चाहिँ हामी सामानहरू अलिअलि किनमेल गर्छौँ अनि केएफसी खाएर जान्छौँ होला हामी चाहिँ यसरी हिँडिरहेको छौँ के हो किन टाटा टोटो यहाँ चाहिँ के बाटो मर्मत गरिरहेको रहेछ हेर्नु त यस्तो गरेर गएछ विदेश भनेको विदेशै रहेछ हो गाइज हरेक कुरा सिस्टमले जाने हरेक कुरा सिस्टमले चल्ने हाम्रो नेपालमा छ भन्दाखेरि नेपाललाई मात्रै कति दोष दिने होइन त्यसपछि आज चाहिँ हामी कुनमा जान्छौँ हौ कहाँ जान्छौँ यहाँ पर हो क्या त्यो चाहिँ के बनाइरहेको रहेछ बाटो बनाइरहेको रहेछ बाटो काटौँ होइन पो त्यो चाहिँ बाटो मलाई पाटलाई भन हामी चाहिँ आइपुग्यौँ नेपाली मार्केट भए ठाउँतिर तर हामी नेपाली मार्केटमा जाँदैनौँ होला आज यता मास्लो इन्डियन मार्केटमा जान्छौँ होला ऊ त्यहाँ छ है नेपाली मार्केट चाहिँ यहीँदेखि देखाइदिनु पऱ्यो यहाँ छ स्मल नेपाल भनेर नेपाल त देखिएन यहाँ छ है यो हो हाम्रो नेपाली मार्केट ए यहाँ के खोलिएछ फेरि नेपाली नै यहाँ त पुरा एसियन हुनु लाग्यो यो लाइन त माइ गुडनेस म त अचम्मित भइसक्यो नेपाली स्मल नेपाल चाहिँ पुरै यो लाइन नै एसियन हुनु लागेछ किन थुप्रै सुप्रै पाइरहेको थियो त हामी चाहिँ आयौँ महाराजा मार्टमा महाराजा मार्टको चाहिँ रेस्टुरेन्ट पनि खुल्ला गरेको रहेछ अब हामी यहाँ छिर्यौँ अब चाहिँ हामी के सामानहरू लिन्छौँ अनि आउँछु है त यहाँ चाहिँ खसीको मासु रहेनछ क्या त्यही भएर हामी चाहिँ लाग्यौँ स्मल नेपालतिर अब यहाँदेखि त बाटो काट्न मिल्दैन होला यहाँ छ बाटो काट्ने ठाउँ यहाँ हो अब चाहिँ हामी लाग्यो स्मल नेपालतिर साथीहरू अहिले हामी त्यहाँ सामान लिन्छौँ अनि त्यसपछि खै यहाँ खिच्नु मिल्छ मिल्दैन मलाई टेन्सनै हुन्छ त्यही भएर पनि हो म राखेँ ल साथीहरू हामी चाहिँ ट्रेन कुरिरहेको छौँ ट्रेन चाहिँ आउँछ 1:45मा अनि हामी यहाँ ट्रेन कुरिरहेको छौँ अहिले चाहिँ खाली भइरहेछ अब चाहिँ हामी घर जान्छौँ आजको मेरो भिडियो चाहिँ यति नै हुन्छ होला अब घर जाने हो अनि खानासाना पकाउने खाने अनि सुत्ने अनि भोलि काम जानुपर्ने छ नि त अनि त्यस्तै हुन्छ आजको भिडियो चाहिँ यति नै त्यसँग हेर्नु दिनुभएकोमा धेरै धेरै धन्यवाद बाई बाई त्यो टिकट हो अब अर्को भिडियोमा भेटौँला बाई बाई साथीहरू